सो गाइज आज चाहिँ हामी होइन टक्क लाएर यो जापानिज बुढोको होइन खेतमा चाहिँ आज काम गर्न जाँदैछु होइन हामीलाई लिएर अनि जाँदैछ कि अब आफ्नो बारीतिर होइन यसो टोपीहरू लाउँदैछ टोपी लाउने अनि कहाँ मान्ने ल बुढोले हामीलाई यहाँ यो अब उसको बारीमा चाहिँ यसरी अब बेथे चाहिँ नखाएर यत्तिकै नि खानिसक्यो कि यति खाने हो मम्मीले भन्नुहुन्छ यतिलाई लिएर जाने हो यो ए यहाँ लिन पो आएको रहेछ हामीलाई यो बोकाउन लिएर आएको रहेछ काम चाहिँ उता होला जापानमा पनि होइन टक्क कस्तो तरिकाले चाहिँ मान्छेहरूले कृषि गर्छ होइन फलाउँछ भन्ने कुराहरू चाहिँ म आज देखाउन जाँदैछु अब खासमा चाहिँ म चाहिँ अब मामासँग आएको थिएँ मामाहरूले चाहिँ यहाँनिर यसरी यसरी खेती गर्नु हुँदैछ टक्क आफ्नो खानको लागि होइन मस्त फलाउनु हुँदैछ मामाको साथीहरू मामा म भएर आज चाहिँ अब भिजिट गरिदिउँ न त टुर गरिदिउँ यो देख्न सक्नुहुन्छ यो काँचो भनेर होइन तरकारीहरू पुरै भेज आइटम हो कि सबै कुराहरू देख्न सक्नुहुन्छ होइन मामाहरू त काम गरिराख्नु पर्छ अब दुईजना जापानिज बुढाबुढीले पनि यो रेखदेखको काम गर्दो रहेछन् यहाँनिर तिनीहरू चाहिँ अहिले खाना खान गयो होला हामी चाहिँ यहाँ यताउति गोडमेल पानी हाल्ने कहिले के गर्ने कहिले यसरी भिडियो बनाउने त्यस्तै हो बिहान बिहानै आएको 6 बजे 6-7 बजीतिर आएको हामी पनि यस्तो छ भाइ जापानको यहाँ खेती गर्ने स्टाइलले मकै यसरी गाजर नभएको भनेको के छ पानी लाउने सो गाइज यसरी नै हो कि खेती गर्ने भनेको टक्क लगाएर होइन देशमा भए पनि विदेशमा भए पनि जहाँ भयो जुन ठाउँमा भए पनि खेतीहरू चाहिँ आफ्नै तरिकाले गर्नुपर्छ क्या आफ्नो भाइसँग गऱ्यो भने चाहिँ टक्क लगाएर नेचुरली अर्ग्यानिक फुडहरू खान पाइयो नि त होइन यस्तो दामी खालको यो सबै खालको प्लान्टहरू छ सबै कुराहरू छ खाने भेजिटेबल भनेको यसरी नै लगाउनु पर्छ है मैले नै सिकेँ कि आज यो कुरा देखेर मलाई नै खुसी लागिरहेछ हामी त नेपाली हो नि त नेपाली भएपछि यत्तिकै चाहिँ हुनुपर्छ क्या जापान जस्तो देशमा पनि अब होइन अब यसरी बिरुवाहरू लगाउनु भएको छ खेती गर्नुभएको छ होइन आफ्नै प्राङ्गारिक तरिकाले नेचुरल भाइब्समा होइन नेचुरल फुडहरू चाहिँ खानुभएको छ बस्नुभएको छ अब काम प्रेसर भनेको सबै कुरा एकतिर हुन्छ होइन केयर गरेर यसरी रोप्यो भने चाहिँ होइन अब टक्क लगाएर अब किराहरूले पनि डस्दैन के
पानीहरू हाल्ने गोडमेल गर्ने अनि टकलाएर होइन के कस्तो भइरहेछ बिरुवा फक्रिरहेछ कि मर्न लाग्छ कि त्यो कुराहरू सबै कुराहरू डेली आएर यसरी हामीले चेक गऱ्यो भने चाहिँ होइन उनीहरू बिरुवाको केयर गऱ्यो भने चाहिँ भोलि बिहान राम्रो हुन्छ क्या तिनीहरू पनि राम्रो हुन्छ अब हामीलाई पनि राम्रो स्वास्थ्यको लागि पनि राम्रो होइन प्लान्टहरूलाई चाहिँ अब झालोको त्यो व्यवस्था गरिदिने अब भुइँमा ग्रो हुनेलाई चाहिँ माटोहरू त्यही अनुसार खुकुलो बनाइदिने होइन पानीहरू हालिदिने यताउति सबै कुराहरू के सिस्टममा छ क्या होइन डुल्दा डुल्दा अब थकै लाग्यो अनि यसो रेस्ट गरौँ भनेर हल्का चिसो चिसो खाएर निस्किनेवाला छु म फेरि नेक्स्ट भिडियोहरू कन्टिन्यू भइरहेको छ हेरिराख्नु नि गाइस अब के बिरुवाहरू त धेरैवटा छ अब सबै नामहरू त थाहा हुँदैन के हो यहाँनिर चाहिँ मामाले यहाँ यसरी धनियाँहरू गोड्दै हुनुहुन्छ अर्ग्यानिक धनियाँ यहाँ चाहिँ टक्क तर दामी यस्तो एक किसिमको यसरी कृषि गरेर आफैले उत्पादन गरेर खानु भनेको धेरै बेस्टभन्दा बेस्ट भन्छु म चाहिँ यो पनि अलि हुन्छ नि सिस्टममा गऱ्यो भने राम्रो हुन्छ चाहिँ कुरा पनि यहाँ होइन अब एक थरी मात्रै छैन कि यहाँ 500 थरीको बिरुवाहरू छ कि अब 500 थरीको बिरुवालाई 500 तरिकाले प्रोटेक्ट गरेर अब त्यो त्यही अनुसार प्रोटेक्ट गरेर होइन सिस्टममा छ क्या होइन बिचबिचमा टकलाएर हिँड्ने बाटोहरू त्यो राम्रो हो यस्तो राम्रो तरिकाले गऱ्यो भने राम्रो हुने रहेछ है